अब साडी लाउँछु होइन अब त्यो लामो जस्तो भन्न त भनिहालेँ जस्तो ब्याङ्ला बुल्नु भन्न लागिहाल्छु म कसरी हेयरस्टाइल लाउँछु लाउने मात्र त हो ल केटा भएन भयो बाहिर ल साथीहरू मैले चाहिँ यो लाएँ होइन म चाहिँ एउटा अब टिकटक बनाउँछु सस्पेन्स छ मेरो हो ल बाहिर अब म चाहिँ टिकटक बनाउँछु नि हाल्छु पोस्ट ल त्यो चाहिँ कम्प्लिट भयो होइन म चाहिँ अब आधारको पढ्छु कसले हारो के अरे हारो भने मैले कपाल काट्छु पनि भनेको थिएँ कि अब चाहिँ म कपाल काट्न हिँड्दैछु होइन अब अर्जेन्टिनाले जित्यो भने म गर्छु भनेको मैले त्यो कम्प्लिट गरेँ म चाहिँ अब कपाल काट्न जान्छु ओ जाम केटा कपाल काट्न अब ल अब टाटा मुडे कस्तो रुक्न एकछिन आफै काट्छु म राजनगर काटे हेरेले अर्जेन्टिना हो पोर्चुगल त्यस्तो मैले चिन्दिनँ त्यो यता भन् त अर्जेन्टिना भन् पोर्चुगल भन् आहा केटा ओइ मजा आउँदो रहेछ यार कसम यस्तै पालेर फेरि खाल्ने म एकचोटि पनि जाने मैले रोलेक्स घडी लगाइराखु क्या आज 2 करोडको घडी हातमा झुडाएर हिँडिराखु अब सबै केटाहरू रेडी छन् अब चाहिँ हामी अब जान्छौँ हामी यस्तो बवाल देखियो यार म बाहिरबाट खिच्छु है माथितिर त बोहो ल केटा म होइन म यहाँ यत्तिकै म अस्ता आगो भुकेर बसेर केटाहरूले दाउरा खोजेर लिएर आउनु लागिरहन् कि गहन दाउरा लिएर आउँछन् म यहाँ यिनीहरूले हेरेर म अस्ता बसिरहेको क्या म मस्तले बसिरहेको केटाहरूले दाउरा लिएर आउँछन् बिचरा म त यत्तिकै बस्थेँ यहाँ अब होइन केही गर्न पर्दैन है अब मैले आगो हेर यो म दिन्छ नि मस्तमा बस्थेँ हो केही गर्नै पर्दैन मेरो काम भनेको यति आगो निम्न नदिने त्यही हो मेरो काम अहिलेको यहाँ मासु हाल्यो मासु पाक्दै छ सङ्गीतले दाउरा हाल्दैछ नि त हे गाइज ब्याक टु माई न्यू ब्लग सन्चै आरामै हुनुहुन्छ होला म पनि आरामै छु होइन अनि आज चाहिँ मेरो कपाल पनि जान्छ अनि हिजो एउटा च्यालेन्ज फेरि थपियो होइन साडी ल्याउने थियो अनि त्यो पनि अब एकछिन पछि हुन्छ होइन केटाहरू आउँछन् केटाहरू कराइसक्यो भने क्या आइसक्यो होला नि होइन म त भर्खरै उठ्यायो कि अनि लास्ट निन्द्रा लगाइरहेको थिएँ सुतेको भर्खरै उठ्यायो म होइन केटाहरू चाहिँ बाहिर आए जस्तो छ बाहिर जाऊँ न पहिला केटाहरू सबै आछन् केटाहरू आछन् ह्याप्पी बर्थडे आयुष भर्खरै उठेको केटाहरू यहाँ आए अब चाहिँ कपाल फाल्ने अब त्यो सबै गर्नु पर्यो होइन ल साथीहरू अब म चाहिँ मेसिन निकाल्छु होइन यसो फुटबल खेलिरहेको थियौँ कि पसिना भइसक्यो कपाली आज नि हारौँ मसँग के हार्ने भयो हारे होइन बुझ्छ फिनी हालेको थिएँ यस्तो मेसिनलाई त म त निकाल्छु मेसिन चार्ज भयो फुल छ कि फुल छ मेसिन 100% छ पहिला अब एउटा त्यो साइडलाको भिडियो बनाउँछु टिकटकमा पोस्ट हाल्छु अनि कपाल काट्ने नत्र त यस्तो हुन्छ कि कपाल काटेर नराम्रो देखिन्छ होइन त्यहाँ अब केटाहरूले एआई हानिदिएर अनि पुरा केटीको कपाल हालिदिन्छन् त्यही भएर म पहिला टिकटक बनाउँछु भिडियो बनाउँछु अनि म चाहिँ अनि कपाल काट्न जान्छु साथीहरू साडी लगाइसक्यो म यो साडी लगाएर एउटा भिडियो बनाउँछु होइन अनि यहाँ मेसिन बन्छ अनि कपाल काट्न उता पहिला म भिडियो बनाएर टिकटकमा पोस्ट हालिहाल्छु साथीहरू म चाहिँ अब साडी लाउँछु होइन साडी लाउँछु म अब साडी लाउँछु होइन अब त्यो लामो जस्तो भन्न त भनिहालेँ जस्तो ब्याङ्ला बुल्नु भन्न लागिहाल्छु म साडी लाउँदैछु लाउन नि आउँदैन कसै लाउँछन् हो सङ्गीत आउँछ लामो जस्तो अब ए यार बिल्ला लाउँदैछु लिएर ल केटा भएन भयो बाहिर ल साथीहरू मैले चाहिँ यो लाएँ होइन म चाहिँ एउटा अब टिकटक बनाउँछु सस्पेन्स छ मेरो हो ल बाहिर अब म चाहिँ टिकटक बनाउँछु नि हाल्छु पोस्ट अनि टिकटक गरेर हिँड्नु होला साथीहरू है अनि म युट्युबमा नै हाल्छु सर्टमा ल म रेडी भएँ अब म बनाउँछु त्यो चाहिँ कम्प्लिट भयो होइन म चाहिँ अब आधारको पढ्छु कसले हारो भने मैले कपाल काट्छु पनि भनेको थिएँ कि अब चाहिँ म कपाल काट्न हिँड्दैछु होइन अब अर्जेन्टिनाले जित्यो भने म गर्छु भनेको मैले त्यो कम्प्लिट गरेँ कपाल काट्न जान्छु ओ जाम केटा कपाल काट्न अब ल अब टाटा मुडे कस्तो हुन्छ थाहा छैन अब हामी त कपाल काट्न जान्छौँ कपाल काट्छु होइन अब त्यस्तो च्यालेन्ज पनि भएको थियो पोर्चुगलको अनि चाहिँ म यहाँ बसेर कपाल फाल्छु अब काट्दिउँ है काटा न छिटो जिरे पुरा चारपटे मजा आयो यार चारपटे हान है नकाट भन्दा क्या मजाको रहेछ कपाल त यार स्टोरी ठुलो छोड्दे छोड्दे देखा भाइ
यस्ता बडा बडा रहेछ यार कपाल चाहिँ चारपट्टि चारवटा चाहिँ राम्रो काट्छ केटा बिचाडा काट्यो बिचाडा आफै काट्नु आफै काट्छु है आफै काट्छु है रुक्न एकछिन आफै काट्छु है म लास नगरेर काट्यो यारले अर्जेन्टिना हो पोर्चुगल त्यस्तो त्यस्तो मलाई चिन्दिन त्यो यता भन त अर्जेन्टिना भन पोर्चुगल भन आहा केटा ओइ मजा आउँदो रहेछ यार कसम यस्तै पालेर फेरि फाल्ने म एकचोटि गाइजन वर्ल्ड कप थाले होइन पोर्चुगलको नि सकियो भयो अब फोटो खिच्दा केटा यहाँ टुपी राख्न पर्ने रहेछ यार होइन टुपी राख्न पर्दो रहेछ साधारण मैले चाहिँ कपाल फाले नि यसो हल्का हल्का यहाँ अब म यिनलाई मिलाउन भन्छु होइन ल मैले चाहिँ कपाल काट्दै टक्ला क्या मजा आयो कपाल हेर त जे यार कति मजाको कपाल फालिदिएँ मैले आज भेडाको हुन् अझै मेरो कपाल है यो फेरि लाम भेडाको हुन् कति धेरै रहेछ यार म यो उता फालिदिन्छु कति धेरै कपाल यत्रो टाउको रहेछ यत्रो कपाल कतिवटा पालेर राखेँ यो फाल्ने साथीहरू पानी पर्यो होइन मैले चाहिँ कपाल फाले टक्ला हान्ने कपाल ल अझै भ्लग चाहिँ टक्लाबाट आउँछ टक्ला दादा गर नआउँछु म पानी परिरह होइन यस्तो फेर पानी परिरह कहिले म घर जान्छु है सुप्रिम दाइर म घर आम अब म चाहिँ खल्ल नआउँछु एकचोटि साथीहरू मैले च्यालेन्ज चाहिँ कम्प्लिट होइन नआएर नि कपाल पनि अब सुकिसक्यो भनौँ अब पानी नै नअडिदो रहेछ हो अनि घरिघरि यस्तो त्यस्तो हल्लाउँदो रहेछु कि पहिलाको कपाल जस्तो कतिपय त लानी गर्ने रहेछु अनि त साथीहरू अहिले एकछिन पछि चाहिँ आइसको बर्थडे हो पार्टी खान जाने होइन माथितिर अनि जाने अब एकछिन बस्छु होइन केटाहरू आउँछन् अनि हामी जान्छौँ ल केटाहरू आए अब हामी चाहिँ जान्छौँ होइन यत्तिकै जान्छु म टक्ला देखिन्छ क्याप्ला हो अब हामी केटाहरू उता उता जान्छौँ होइन उतातिर खान उता जान्छौँ हामी पहिला हामी चाहिँ उता दोकानतिर जान्छौँ होइन दोकानतिर गएपछि चाहिँ अब केटाहरू उतै छन् उता गएर हामी सबै रेडी पार्छौँ कि रेडी पारेर भइजाउँ पहिला होइन केटाहरू थियौँ हामी चाहिँ यहाँ सके चाहिँ घोरीहरू यहीँ रहेछन् अब यहाँ जान्छौँ हामी पहिला कस्तो टप ल्याएर भाइ पुरा गरेको पुरा हामी जान्छौँ छुने होइन त्यसरी छुनै हुन्न ल हामी चाहिँ रेडी भयौँ है जानको लागि ल सङ्गीत नि रेडी सङ्गीतका हामीले सामानहरू राख्यो सङ्गीतमा रोलेक्स मेरो रोलेक्स कसको धेरै मेरोमा रहेछ अलि यिनको सकिसकेछ यिनको चेतिसकेछ यिनको मेरो चाहिँ अझै छ ल हामी चाहिँ जान्छौँ ल केटा हामी त गयो ल आयो हामी गयौँ हामी गयो हामी लाग्यौँ ल ल ल जाउँ हामी माथि जान्छ पहिला माथि गएर देखाउँछु होइन यहाँ चाहिँ आवाज त धुन्द्रो मात्र आउँछ कि त्यही भएर हामी जान्छौँ अहिले हामी चाहिँ यहाँ होइन अब यहाँ पहिला कस्तो थियो यहाँ घर बनेको कि नत्र त यहाँ होइन यहाँ बस्नु खतरा थियो कि यहाँ बस्ने यता उता डराउ देखिन्छ हामी अलि अघि तलसम्म अलि अघि जाने यहाँ यता उता त्यो मूर्ति देखेन हल्का हल्का त्यो चाहिँ अब बुद्धको मूर्ति भयो त्यहाँ त्यो थाप्ले अनि यता माथितिर हो त हल्का हल्का देखेको त्यो माझी भन्ज्याङ ए घुम्ने ठाउँ चाहिँ कति छ कति यहाँ त अब हामी यहीँ बस्छौँ यसो केटाहरू कति आउँछन् थाहा छैन त्यही भएर हामी यहाँ यति गफमा बस्छौँ अब हामी चाहिँ उठ्छौँ एकछिन अनि हिमालयकै यो भित्र केही छैन कि खाली छ होइन हिमालयमा प्र्याङ्क हान्छु कि ला भन्छु के भन्छ है त्यो थिम जान्छौँ हामी अब ला के हामीले खाने भन्थ्यो नि त आइहालिस् तल देखिहालिस् न त भ्याउने भन्छ हामीले गाइजहरू अब हामीले यसलाई म यसलाई दिन्छु होइन ल अनि हामी जान्छौँ मासालाहरू दक्षिण हाल हिमालले फाले है हिमालले फाले है ग्यारमा गएको अरे अब हामी चाहिँ जान्छौँ एकखेर आछन् अब बाइक यहाँ छ अब निकालेर जानु पनि हामी यता घुमेर आम जाने यहाँ रहेछ अब हामी चाहिँ जान्छौँ होइन अनि स्कुलमा बसेर जानु पर्यो उहाँ गएपछि म देखाउँछु अब माजु भन्ज्याङ हामी त्यहाँ उता हामी जाने भनेको ब्रस पार्क हो यो भनेको माजु भन्ज्याङ अन्डा बनकुराको अन्डा चाहिँ यहाँ आइसक्यो भने ओ के माछा पोखरी जस्तो छ कि ठ्याक 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 छ ओ सङ्गीत बच्चा निस्किन ला यार बच्चा निस्किन ला हल्लिए ख सुन त हल्लिए ख कि यसले लिएर आउँछ यो बोकेर होइन हामी चाहिँ गएर उहाँ गएर अब
अब काम गर्छौँ हाम्रो अब गरौँ यहाँ आइसक्यौँ होइन दाइहरू यता छन् यता ट्याक्क केटाहरू बसिरहन् अनि आइसक्छन् यहाँ हामीले आगो निभेर चाहिँ आइसक्यो के अरे बर्थडे बोयले आगो फुकेको आगै निभो केटाहरूले सोत्तर लिएर आफ्नो उताबाट अर्मनले सोत्तर ल्यायो हिमालले एउटा दुइटा दाउरा ल्यायो मुनि हाल्ला त्यो सोत्तर माथि होइन कि केटाहरूले ल्याइसके अब सङ्गीत र सुदीप दाइ आउँछन् त्यसपछि हामीले मासु पोल्न रेडी गर्छौँ म्यारिनेट नि गरेको छैन होइन हामीले हाम्रो बर्थडे बोयले चाहिँ हाम्रो यहाँ आगो बाले अब दाउरा छाउरा यस कहाँ टाल दिए केटाहरूले केटाहरूले टाल हे धुवा त मेरा गाँठो नि केटा लास्ट भयो धुवा मासु त मेरिनेट गरे केटाहरू त दाउरा लिन गइसके होइन अनि केटाहरूले दुइटा स्प्राइट मात्र लिएर आएको दुइटा मात्र लिएर आएन होइन यो अनि दुइटा भयो होइन यो दुइटा स्प्राइट अनि यो मासु गरेर खाने भनेर राख्नु केटाहरूले नुन लिन गएन होइन अनि दाउरा खोज्न गइरहन् मैले यहाँ बालेर बसिरहेको के मैले यहाँ बालिरहेको होइन आगो बालिरहेको हात धुनै दिएन यहाँ त्यो के नुन नहालिकन नगरिदियो भनेर यत्तिकै राखिरहेको हात अनि ल साथीहरू नुन सुन ल्याउँछ मोलमाल गरेपछि म देखाउँछु अब हामी यस्तो बवाल देखियो अब बाहिरबाट खिच्छ माथितिर त यहाँ मासु हाल्यो मासु पाक्दैछ सङ्गीतले दाउरा हाल्दैछ नि त अब भ्याइन होइन धेरै छैन यति छ अनि अर्मनले यहाँ सबै सोर्यो क्या फोरो भइरहेको थियो होइन यो सबै सोरिरह मस्तले अर्मन कस्तो लागिरह राम्रो लाग कस्तो भयो आजको आयुषको पार्टी आयुष ह्याप्पी बर्थडे धन्यवाद थ्याङ्क यू भन आशाले थ्याङ्क यू हो ल ठिक छ साथीहरू यहाँ पाक्दैछ हाम्रो अब लास्ट मासुको होइन यो लास्ट मासु हो हाम्रो शक्ति चाहिँ गीतमा मस्त चिल परिराख्नु भयो यसले हातले फर्काइरह होइन अब हामी चाहिँ घरतिर जान्छौँ होइन केटाहरू सबै हिँडिसके अब चाहिँ केटाहरू आएनन् होइन हामी चाहिँ घरतिर जान्छौँ केटा हो साथीहरू हामी चाहिँ यहाँ बाहिर उसमै आयो भने पिच रोडमा आइसक्यौँ रात परिसक्यो क्या अनि केटाहरू अझै आएका छैनन् सङ्गीतहरू आएका छैन होइन अब सङ्गीत र निशान आएको होइन दाइलाई लिन गएको थिएँ अनि एकछिन हामी कुर्छौँ होइन यहाँ कुरिरहेको थियौँ केटाहरू त आइसक्यो होइन अब तिनीहरू हामी जान्छौँ केटाहरू कहाँ यार मैले देख्दै देखिनँ अँधेरो भइरहेको आइसक्यो केटाहरू स्टोर लिएर आयो दुइटामा आए अब चाहिँ केटाहरू आउँछन् होइन यहाँ चाहिँ हामी चाहिँ चलिदिन्छौँ कस्तो अँधेरो भइसक्यो यार ऊ पनि देख्यो तारा पनि देखिसक्यो होइन ऊ केटाहरू आए मस्तले ल माइला लिस्केर लिएर आचारको जान्छौँ होइन ओ भाउजू त गएको घर गयो यार सेट भयो नि यार के भन्दै के नि भन न त्यसले के नि भएन के नि भन न अझ हामी त जान्छौँ होइन दाइ पनि आउनुभयो रहेछ देख्नुभएको थियो अब चाहिँ हामी चलिदिन्छौँ होइन भ्लग चाहिँ कस्तो लाग्यो कमेन्ट भन्दैन होइन आज बाई बाई पिच